हेलो साथीहरु, आज हामी HTML सिकाउने 11 क्लासको टपिकबाट। यसको लागि पहिला मैले फाइल अलरेडी अपडेट गर्न हो। फोल्डरलाई ओपन विथ यसको नामलाई खोलिहाल्ने, त्यसपछि स्टार्ट गर्ने। सबभन्दा पहिला एउटा फाइल क्रिएट गर्ने, नेम राख्दिने index.html, त्यसपछि सेभ एक्सक्लेमेसन साइन इन्टर। हाम्रो जति पनि कोड लेख्छौं त्यो यो बडीको भित्र रहन्छ। सबभन्दा पहिला ट्याग हामी युज गर्ने, सबभन्दा बढी युज हुने भनेको h1 ट्याग हो, हेडिङ ट्याग। त्यसलाई हामी h अनि h1 देखि 6 सम्म हुन्छ हेडिङ ट्याग। जस्तै मैले h1 युज गरे, h1 मा मैले लेखे हेडिङ 1 लाइभ सर्भर। यहाँ सिनमा स्टार्ट मैले h1 लेख्दा हाम्रो यति भयो। अब जस्तै हामी अर्को लेख्ने h2 मा लेख्ने हेडिङ 2। यो h1 भन्दा हल्का सानो भयो। त्यसपछि हामी अब लेख्ने h6 हेडिङ 6। भन्नाले हाम्रो h1 भनेको सबभन्दा ठुलो ट्याग हुन्छ भने हाम्रो h6 भनेको सबभन्दा सानो ट्याग हुन्छ। h7 हुँदैन, फेरि h7 गर्दा भएन। h1 देखि लिएर h6 सम्म हुन्छ। यो ट्याग प्राय हाम्रो केहीको टपिक हेडिङ लेख्न युज हुन्छ। त्यसपछि यसलाई हामी कमेन्ट आउट गर्दै, कमेन्ट आउट गर्नको लागि कन्ट्रोल प्लस यो साइन हुन्छ। हेडिङ ट्याग भयो। अर्को ट्याग हाम्रो रहेको छ, एकछिन हेर्न दिनु मलाई। अर्को ट्याग div ट्याग, div ट्याग। div ट्याग भनेको काम यसको प्राय केही छैन, तर यसको भित्र हामी केही लेख्छौं। जस्तै हेडिङ लेखे, यो एउटा div मा लेखायो, यतिमा युज। यो div भनेको एउटा कन्टेनर हो, यसको भित्र हामी केही लेख्छौं। जस्तै हेडिङको सबै यो एउटा div भित्र लेख्ने, त्यसपछि अर्को div बनाएर हामी अर्को लेख्ने। यो जस्ट एउटा कन्टेनर हो, यसको भित्र हामी कोड छुट्याएर लेख्छौं, हेडिङ, त्यसपछि फुटर, त्यस्तो केही। यसको खासै काम हुँदैन, यो नलेख्दा पनि हुन्छ। अर्को ट्याग रहेको छ हाम्रो स्प्यान ट्याग। स्प्यान ट्यागमा मैले एप्पल लेखे। स्प्यान ट्याग भनेको एउटा प्याराग्राफ ट्याग जस्तो हो। जस्तै मैले लोरेम लेखे, यति लेखायो। स्प्यान ट्याग भित्र मैले यति लेखे। अब एउटा प्याराग्राफ जस्तो बन्छ। अनि यही चीज जस्तै अर्को ट्याग हुन्छ एउटा प्री ट्याग। प्री ट्यागमा म सेम चीज लेख्छु। कन्ट्रोल सी, सेम चीज मैले लेखे। यसमा फेरि यसमा प्री ट्याग भनेको जस्तो लेख्छु त्यस्तै, जहाँ यहाँबाट मैले इन्टर थिचेर तल आएको छु, यसमा पनि यहाँ तल आएको छ। तर स्प्यान ट्यागमा त्यो हुँदैन, जसरी लेखेर पनि यहाँ भनेको हाम्रो एउटा लाइनमा, सिंगल लाइनमा आउनेछ। तर त्यही प्री ट्यागमा हामी कहाँ स्पेस दियो, कहाँ यो तल गर्यो, जस्तै हामीले एकअघि तल गरे, त्यो बिचमा चाहिँ तल ग्याप हाल्यो। यो डिफरेन्स छ प्री ट्याग अनि स्प्यान ट्याग। अर्को एउटा पी ट्याग हुन्छ। पी ट्याग अनि स्प्यान ट्याग सेम जस्तै हो। मैले सेम लेखे। यो सेम जस्तो यसमा भएको छ त्यस्तो यसमा पनि हो, दुईमा केही डिफरेन्स छैन। पी ट्याग अनि स्प्यान ट्याग दुवै सेम हो। त्यसपछि अर्को ट्याग छ
बिआर ट्याग भनेको एउटा त्यो के भन्छ ब्रेक गर्ने जस्तै लाइन तोड्ने एकछिन जस्तै स्प्यान यति छ अनि यसमा त तल आएको छैन पुरै एउटै लाइनमा लेखेको छ यसको भित्र मैले एउटा बिआर ट्याग लेखिदिन्छु अब यहाँ लाइन ब्रेक भइहाल्छ यहाँबाट अर्को लाइन बिआर भनेको लाइन तोड्ने होला जस्तै पी ट्याग छ पी ट्याग पनि एक लाइनमा छ यहाँ म बिआर लेखिदिन्छु त यहाँ अर्को लाइनमा दिइसक्यो ट्याग भएर अर्को ट्याग हाम्रो रहेको छ एचआर ट्याग भनेको एउटा हरिजन्टल लाइन एचआर ट्याग भयो यसमा क्लज त्यो क्लज ट्याग हुँदैन एउटा एचआर लेख्दा मात्र पुग्छ अनि यहाँ एउटा लाइन आयो जस्तै बिआरको तल म लेख्छु एचआर यहाँ पनि एउटा हरिजन्टल लाइन हुन्छ यो भइहाल्यो हाम्रो एचआर ट्यागको काम अर्को ट्याग रहेको छ यु ट्याग भनेको यु ट्यागको भित्र हामी जे लेख्छौँ त्यो अन्डरलाइन भएर आउँछ जस्तै म लेख्छु अन्डरलाइन यो अन्डरलाइन यसको तल एउटा लाइन आइहाल्यो त्यसपछि अर्को ट्याग रहेको छ बी ट्याग भनेको बोल्ड ट्याग यसको भित्र म केही लेख्छु बोल्ड लेखेँ त्यो बोल्डमा लेखाउँछ अर्को केही जस्तै एप्पल लेखेँ यो पनि बोल्डमा लेखाउँछ यो हाम्रो बी ट्यागको काम हो त्यसपछि अर्को ट्याग रहेको छ आई ट्याग भनेको इटालिक ट्याग हामी यसलाई भन्छौँ यो हाम्रो अलिक तेर्सो भएर लेखाउँछ त्यसरी इटालिक यो एकै लाइनमा लेखेर चाहिँ म यहाँ बिचमा एउटा बिआर ट्याग युज गरिदिन्छु त्यो अर्को तल गयो इटालिक अलिक तेर्सो छ त्यही भएर यसलाई इटालिक ट्याग भन्छ पछि अर्को ट्याग छ मार्क्यु ट्याग मार्क्यु इसको काम छैन यहाँ मार्क्यु छ यसको भित्र जस्तै म लेखेँ ए लेखेँ अनि यहाँ यो घुम्दै आउँछ हिँड्दै मोसनमा हुन्छ यो यसलाई हामी लेफ्ट राइट पनि मिलाउन मिल्छ त्यो हामी पछि सिक्ने अहिले जस्तो यति बुझ्यो कि मोसनवाला टेस्ट आउँछ जस्तै ए बी डी एल एप्पल लेखेँ त्यो मोसनमा यताबाट यतासम्म आउँछ त्यसपछि अर्को ट्याग हामी सिक्ने अर्को ट्याग एउटा हुन्छ यो कन्ट्रोल जस्तै हाम्रो यो साइन हुन्छ नि कन्ट्रोल थिचेपछि यो थिच्दा कमेन्ट आउट हुन्छ यसको भित्र केही लेख्दा यसले कोडमा केही इफेक्ट गर्ने जस्तै यो हामी लेख्न सक्छौँ यसको युज हुन्छ प्रायः यसको जस्तै यति म लेखेको छु मलाई अहिले यसको काम छैन अनि पुरा सिलेक्ट गरेर कन्ट्रोल अनि त्यो साइन थिच्दा पुरा कमेन्ट आउट भइहाल्यो अब यसको कोडिङमा यसको केही काम हुँदैन जस्ट एउटा लेखेको हुन्छ जस्तै सब कोडिङ गायब भइहाल्यो यसको तल लेख्छु अब केही जस्तै एचआर लेखेँ हरिजन्टल लाइन हुन्छ हरिजन्टल लाइन आयो सेम फेरि अर्को पनि हरिजन्टल लाइन हुन्छ आयो यो कमेन्ट आउट हो यसको भित्र हामी केही लेख्छौँ यसको केही कोडिङमा मतलब हुँदैन जस्ट हामी नामको लागि लेखेको हुन्छ त्यसपछि आजको लागि यति हो यो अब अर्को भिडियोमा हामी टेबल बनाउन सिक्ने अनि इनपुट लिने जस्तै कोड त्यो पासवर्ड लेख्नेवाला आउँछ त्यो लेख्न सिक्ने फर्म बनाउन सिक्ने आजको लागि यति हो अझै एचटिएमएल पुरा स्लोली गरेर हामी सब यो प्लेलिस्टमा सघाउने छौँ त्यही भएर एचटिएमएल सिक्नु छ भने यो च्यानललाई सब्स्क्राइब गर्नु होला धन्यवाद